हेलो गाइज, याममा पसिना हामी चाहिँ अब चाहिँ सार्की बुवाको घरतिर आइपुग्नु लाग्यो। अब यो बाटो हो अनि यहाँ पछाडि चाहिँ आमा हुनुहुन्छ। म चाहिँ यहाँ दुखिरहेको। अब पहिलोचोटि भात बोक्दैछु, त्यही हो। आमा चाहिँ दुईटा बोक्नु भएको। अहिले कति गाह्रो भएको छ आमालाई, बन्नै सक्यो, पसिना भइसक्यो। ल ल अहिले अलि फुर्सद छैन है। ल भाइ, कस्तो राम्रो देख्यो आकाश। यो चाहिँ हाम्रो दोस्रोचोटि बिसाएको हो। हामीले चाहिँ डबल चिन देखेछ, कति काली देख्यो हो, पसिना आएर होला। अनि आमा हामी चाहिँ अब दोस्रोचोटि बिसाएर थके मारिरहौँ। हामी चाहिँ जान्छौँ। ल हेलो गाइज, वेलकम टु माई ब्लग। कस्तो देख्यो, हामी चाहिँ भारी बोकिहाम अनि दौचेत बजार गइरहौँ। उता चाहिँ आमा आउँदै हुन्छ। आमाले चाहिँ झन् ठुलो भारी बोक्नु भएको। ए दुइटै बोकेर चाहिँ बुढी माउले त भर त दे। म त एउटैमा हाल्ने कुरा गर्थेँ नि, दुइटै बोक्नु भएछ। अनि बोकिराखु। दौचेत चाहिँ अब यहाँबाट 1 घन्टा जति लाग्छ। पहर घरबाट मासतिर आइपुग्यो। जान्छौँ हामी बिस्तारै। ल बाइ बाइ। हामी एकछिन भारी बिसाएर आमाले चाहिँ मेरो पसिना पुसिरहनु भएको। उहाँकै पसिना भइसक्यो। अब यहाँ चाहिँ भारी एकछिन बिसाहौँ। बस्छौँ अब एकछिन। ल यहाँ नातिनी आमा बसिरहौँ अहिले चाहिँ, त्यही हो। अब ओइ कपाल नि के भयो। एकछिन बस्छौँ अनि जान्छौँ। ल है, अहिलेलाई बाइ। अब चाहिँ हामीले चाहिँ अब उ राखिसक्यो त्यो बोरा। अब चाहिँ यतिकै हिँड्दा हम कस्तो मोटो देखेँ है म। हेर्नु त होइन, जे भने अलिक साह्रै मोटी देख्यो। ल बाइ बाइ।